चलाउने त डीजे चलाउने अनि उतातिर मेरो भित्री आत्मा तले सल्किन दे चम्किन दे सबलाई छन् एउटा वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म बिहान उठेर हातमुख धोएर पनि रेडी भइसकेको छु। हजुरहरू के कस्तो हुनुहुन्छ? म एकदमै सन्चै छु, ठिक छु। म चाहिँ यता बाख्रा खोल्नु भनेर भन्नुभएको छ मम्मीले। बाख्राहरू खोल्छु। बाख्राहरू नि मम्मीको बाख्राहरू नि चाहिँ मैले चाहिँ बाख्रा खोल्नु भन्नुभयो। यसो बाख्राहरू छन्, एउटा दुईवटा तिनवटा बाख्राहरू छन्, पाठीहरू पनि छन्, तर उतातिर छन् पाठीहरू चाहिँ बाख्राहरू। सो खोल्छु। खै मुनि उता जाऊ त ल बोके दाई, पाठी दाई, उता जाऊ तिमीहरू ल। गयो एउटा चाहिँ, अर्को चाहिँ यो हो। ल जाऊ त। एउटा चाहिँ गयो, अब लास्ट एउटा छ, दुईवटा गए। अब यसलाई खोल्नु पर्यो। कहाँ छ बेरिएको? ल अर्को पनि गएछ। मम्मी पर बाख्रा बाँध्न लाउनु भयो। बाख्राहरू पनि खोल्नु सकियो। योहरू चाहिँ बाख्राहरू हुन्, मम्मीको बाख्राहरू हुन्, मम्मीले चाहिँ पालेको। त्यो चाहिँ पिडो छ अनि यतातिर बुवा बस्नु भयो। आज यस काम लागेको छ बिहानै, एकदमै राम्रो भएको छ मौसम। काटेँ आज परुको बाल हेर्नुहोस् कस्तो दामी काटेको छु मैले, एकदमै राम्रो। बोल्ने शैली छैन यिनको। हेर सक्नुहुन्छ कति राम्रो बाल काटेको छु मैले, बराबर एकदमै राम्रो। म पहिल्यैदेखि यस्तो बाल काट्ने आएको मान्छे हो र विगत 10 सालदेखि म यसको बाल काट्ने आएको छु। अहिलेसम्म एकदमै हाइएस्टमा एकदमै राम्रो बाल यसको छ। हेर्नु सक्नुहुन्छ। आजको मेरो भ्लग पर्मीको बाल काटियो, एभ्रिथिङ अरू पनि काम गरेको छु, हजुरहरूलाई म देखाउने छु। अनि म देख्न सक्नुहुन्छ पर्मीको बाल कस्तो राम्रो गरी काटेको छु होइन। यस्तो बोल्दैन पर्मिन एकैचोटि है। पर्मिनलाई देख्न सक्नुहुन्छ। पर्मिन एकदमै ह्यान्डसम मान्छे हुनुहुन्छ र उहाँ चाहिँ अहिले उहाँको लुक कस्तो भएको थाहा छ? उहाँको लुक अहिले वन मान्छे जस्तो भयो एकदम। हजुरलाई के चाहियो सर भन्नुहोस् त? 2000 रुपियाँ चाहियो वन मान्छेलाई गरे, तर उनीहरूलाई वन मान्छेले 2000 भन्ने थाहै हुँदैन। कौन है ये लोग? कहाँ से आते हैं? तिमीलाई कसरी थाहा भयो? तिमी कुन प्रजातिको वन मान्छे हो? मुख देखाउनुहोस् न, एकदमै ह्यान्डसम हुनुहुन्छ उहाँ चाहिँ। बाल काटेर हेर्नुहोस्, पट्टी हेर्न सक्नुहुन्छ, एकदम पट्टी टाइपवाला बाल काटेको छु मैले। कहाँ देखिरहेको यो पट्टी देखिन लाग्यो तपाईँलाई? यो हात भयो, यो पट्टी भयो, यो स्कुलहरुले देख्यो छि, स्कुलवाला साथीले देख्यो सिद्ध लागि द देख्न सक्नुहुन्छ तपाईले। बेला बाबु बस, सिधा यो डीजे वाला बाबु हो। गाना चलाउने त डीजे चलाउने अनि उतातिर सिङ्गर छ। ल स्टार्ट। यहाँ बस्ने तेरी प्यान्दी डीजे चलाउनु छ। डीजे शान्त, डीजे चलाए शान्त भयो। डीजे चलाउने, उहाँ सिङ्गर चला। राजाको चौतारा ओडा नम्बर 32
अनेकको मान केटा केबिती त 32 आजको घाम हामी सेलाइसक्यो फक्सिट पहिला थियो साइकललाई पहिले फाट्छ सब ठीक धम्की नदे कहिले धम्की नदे मेरो केटाहरूलाई कहिले धम्की नदे हार्ने बानी छैन खेलमा मेरो भित्री आत्मा तले सल्किन दे चम्किन दे सबलाई चम्किन दे जसले आगो लाउँछ त्यसलाई चम्किन दे ठुलो खाल अब सुरु भो मेरो तुरुप चाल तले पल्टिन दे अघि आउनेलाई पछि पारी पोखरेली पारा लिएर आएको हामी केटाहरू सिनमा खतरा पूर्व पश्चिमदेखि राजधानी धेरै पछि खेलमा आयो पाली सबैजना अब भाग साथी एउटा निप्चारको सल्किन्छ यो खेल होइन भाइ आगो लागि केटाहरू मेरो नाकामा होस् गरी हिँड सबै ढाका छ अन्डरग्राउन्डबाट बाहिर आए खै झारेहरूको टोली काका छ हाम्रै बस्ती हाम्रै इलाका छिरेर देखान नाकाल गाह्रो पर्दा दाइहरू चाहिन्छ के उखाड्दैन साठा त कम ब्याक अब डिसाउँछ म बोल्न थाल्यो यो रिसाउँछ खतरा ऱ्याप मान्छु भन्दै हिँड्छ यसले ऱ्याप होइन भाइ बिलको चक्कीको दाँत चाहिँ अलि सकिएको थियो अनि त्यो दाँतको धार लगाइरहेको छु म चाहिँ राति यो चाहिँ धार लगायो भने दाँत एकदमै राम्रो आउँछ नि त्यस्तो भएन भने दाँतमा चाहिँ धार लगाउनु पर्छ दाँत गाड्नु दाँत गाडिरहेको भर्खर मैले एउटा दाँत चाहिँ निकालेँ होइन अब अर्को दाँत निकाल्नु छ यसको दाँत गाड्यो भने दाँत भनेको अलि गहिरो बनाउनु पर्ने हुन्छ त्यसैले अनि चाहिँ दाँत राम्रो भयो भने पिठो चाहिँ एकदम राम्रो मसिनो बनाउँछ नत्र भने तपाईँको यसको दाँत आएन भने चाहिँ पिठो चाहिँ बिग्रिने कारण त्यही हो त्यो दुइटैको चाहिँ अलि धारिलो दाँत हुन्छ यसको कस्तो भन्दाखेरि एउटा नाली जस्तो बनाउनु पर्ने हुन्छ त्यो नाली बनायो भने चाहिँ दाँत त्यही नै हो त्यसको दाँत मैले यसको गाडेँ अनि अर्कोको त गाडिसकेँ दाँत अब यसको गाड्न लाउँ एउटा गाडेँ अब अर्को गाड्छु दाँत चाहिँ यसको सबै निकालिसकेँ अब दाँत निकालेर चाहिँ अब यसको यो बाहिर लगाउने गत्ता हुन्छ त्यसलाई चाहिँ अब तयार गर्छु एकछिनमा म तपाईँलाई त्यो पनि देखाउँछु दाँत चाहिँ सबै निस्किसक्यो यसको दाँतहरू चाहिँ अब मैले चाहिँ यसको गत्ताहरू अलिक बिग्रेको थियो होइन गत्ता चाहिँ अलिक फाटेको थियो भने त्यो गत्तालाई चाहिँ म बनाइरहेको छु अब त्यसको साइजको प्रपर काटेर अनि फिटिङ गर्नुपर्छ नत्र भने मिल्दैन गत्ता अलि ठुलो हुन्छ त्यही भएर त्यो गत्तालाई चाहिँ म काटिरहेको छु
त्यसको अर्को गत्ता छ अनि त्यो गत्तालाई पनि मिलाउनु छ दुईवटा गत्ता त्यसको दुईवटा गत्ताहरू छ त्यसमा चाहिँ दुईवटा पेटीको गत्ता लाग्छ भने एउटा पेटीको छ एउटा पेटीको गत्तालाई चाहिँ मिलाइरहेको छु राम्रोसँग उच्चेर निचुखेको छ कि हल्लिएको छ गत्ता पनि काटेर सकियो भने अब फाइनल हेरिरहेको छु मैले यसको ढुङ्गा चाहिँ कतिको छ के भएको छ यो पत्थर अलिअलि कराइरहेको थिएँ आवाज दिइरहेको थिएँ के को आवाज दिइरहेको थिएँ भनेर मैले चेक गरिरहेको थिएँ यसको आवाजलाई अनि अब ठिक छ जे जस्तो भए पनि अलिअलि आवाज दिइरहेको थिएँ त्यही पनि मैले पछि फिटिङ गर्छु एकछिनपछि है किनकि त्यो आवाज कहाँबाट आइरहेको छ के होइरहेको थाहा छैन हेर्दा पनि देखिरहेन आवाज हल्का कट 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 मात्र आवाज आउँछ चुडिसके कि यहाँ उँभो आएको छ हो यो लाइट जलाउने फाइनल लुक यस्तो आएको छ अब मैले गत्ता पनि लगाइसकेँ माथि पनि फिट गरिसकेँ त्यो माथिको पत्थर अनि अब चाहिँ गाउँ पिसाउनुको लागि एकदम रेडी भइसक्यो मेरो भिडियो हजुरहरूलाई के कस्तो लाग्छ लाइक शेयर सब्सक्राइब गरिदिनु हामी फेरि नेक्स्ट भिडियोमा एकदमै रमाइलो भिडियोहरू ल्याएर आउनेछु